अहिले नेपालमा एउटा ठुलो बहस भएको छ, गणतन्त्र खतरामा छ, गणतन्त्र खतरामा छ, गणतन्त्र खतरामा छ भनेर सबभन्दा बढी बोल्ने चाहिँ फेरि गणतन्त्रको हिमायती हुँ भन्ने पार्टीका नेताहरूबाट बोलेको छ कि हो। गणतन्त्र अहिले अलिकति खतरामा चाहिँ छ, त्यो मलाई पनि लाग्छ। राजतन्त्र र राजाप्रति अलिकति सहानुभूति बढेको हो अहिले, त्यो पनि सत्य हो। तर किन राजा सही भएर राजतन्त्र ठिक भएर भन्दा पनि गणतन्त्रवादी र गणतन्त्रको हिमायती हुँ भन्ने नेताहरूकै कारणले बढेको हो कि। माओवादी, एमाले, काङ्ग्रेसका नेताहरू पटक सरकारमा जाने, सरकारमा जानको लागि मर्यादा गर्ने, तर देश र जनताको लागि केही कामै नगर्ने हो। त्यो वितृष्णा र आक्रोशको परिणाम हो राजतन्त्रप्रति बढेको जनलहर चाहिँ अलिकति कि। त्यसैले गणतन्त्र खतरामा छ, गणतन्त्र खतरामा छ भनेर कराउनु पर्ने म चाहिँ जरुरी ठान्दिनँ कि हो। गणतन्त्रमा विश्वास गर्ने हो भने जनता र देशको लागि त केही काम त गरेर देखाउनु पर्यो नि। सिन्कु नमाज्ने, खालि सत्तामा जान मरिहत्ते गर्ने, एक आपसमा लड्ने, अनि त्यो भएपछि त गणतन्त्रप्रति त जनताको वितृष्णा त्यसै बढ्ने भयो नि। त्यसैले गणतन्त्रलाई यदि संस्थागत गर्नु छ, गणतन्त्रलाई यदि बचाउनु छ भने आफूलाई गणतन्त्रको हिमायती हुँ भन्ने नेता र पार्टीहरूले चाहिँ साँच्चै अब सुध्रिनुपर्छ, देश र जनताको लागि केही गर्नुपर्छ। यदि सुध्रेन भने चाहिँ गणतन्त्र मात्र होइन, आफूलाई मै हुँ भन्ने नेताहरूको पनि भविष्य चाहिँ म खतरामै देख्छु कि। ल भयो।